महालक्ष्मी इयरबस जुन काकडभिट्टा पोखरा चल्छ। वी केयर फर यु फुल सेन्ट्रल डक्ट एयर कन्डिसनर। अब त्यो भित्रै गएछ थाहा हुन्छ हो कि नै। यता त पिकनिक चलिरहेको रहेछ। यस्तो टक्क यो भ्यूमा कुनै दिन भिडियो हारौँला। सिसा खोल्ने त हुन पर्यो क्या। यो मन पर्यो। सानो रहेछ। कहाँ सानो हुने हेर यत्रो स्पेस छ। यसमा स्पेस छैन तर यसमा स्पेस मजाको रहेछ। ए बरु उता स्पेस नभने यता चाहिँ मजाको रहेछ स्पेस कि कसो। पुरानो बसपार्कको हालत टु मच भएछ। यहाँ त इन्डियन गाडी आएछ यसले लेल्यान्ड भनेपछि फेरि छुट्टै हो नि त। अनि कि कसो सिस्टम नै फरक हो। रिभ्यू हानिसकेको क्या। ओ आकाश त खतरा देखिया त। ल सुरु गरिदिउँ है त आजको भिडियो। यहाँ सुरु गरिदिउँ नेपाल दर्शनबाट हो क्या। बिहानी चाहिँ हिँड्न लागिदिएको छ। हामी आउनु लेट भयो क्या। यो नेपाल दर्शन आहा यसको चाहिँ निक्लेको वाला क्लिप हाल्छु है। ल ल हामीसँग छ अहिले नेपाल लडेखानी महानगरसित नेपाल दर्शन पोखरा काकडभिट्टा। यो सुदन चाहिँ को हो? सुदन पत्ता लगाउनु पर्यो क्या। यसको बाहिर देखाउनु पर्दा चाहिँ यो 9 मिटरको जस्तो छ है। अन्त भागेश्वरी महारुद्र टक्क बाहिरभित्र हानौँ। यो स्याङ्जा पृथ्वीको जस्तो बस्दो रहेछ टुरिज्म पोखरा। इयर हो नि पट्टावाला है चाहिँ पट्टावाला देखियो। अल्सो सुपर भिआइपी एसी बस। यो चाहिँ पोखरामै बनेको रहेछ होइन। पेन्ट पोखरामा हाने रहेछ। ल बाहिरको शुभ जगदम्बामा भनेको रहेछ। यो चाहिँ बाहिरको लुक्स यो सिसा चाहिँ सबै खुल्छ। यो कुरा एकदम ठिक हो। हामी बाहिरको हावा लभरलाई भित्रै गरेर ल के साथ हावा लिक भएको के सही हो त। क्याबिनबाटै सुरुवात गरौँ न। यो चाहिँ टाटाको गाडी के हावा उसको भयो ब्रेकको कारण हो। यस्तो टक्क यो भ्यूमा कुनै दिन भिडियो हारौँला। मेरो चाहिँ कति जेठको 2 गते फर्स्ट इयर सकिन्छ अनि एकदम फ्री भइन्छ। अनि बस जर्नी बल्ल भट्टाबाट हानौँला है त। क्याबिन देखाउनु पर्दा अब यस्तै हो। यो बिचमा ढोकाउने बेलाको चाहिँ ठिकै छ है त्यो स्पेस। यहाँ चाहिँ बाहिर झगडा भइरहेको हामी भित्र छौँ। यहाँ नि सिसा उल्दो रहेछ। यो कुरा ठिक लाग्यो मलाई। अन्त क्याबिनको सिसा उल्दा रहेछन्। अब त यी त देखाउनु पर्ला जस्तो मानेन। ठिकै छ। अब सिटहरू नै हेरौँ है त। एसी छ चाहिँ। यिनी चाहिँ रोहन। यिनीको त जे पाए त्यही भिडियो नबनाइदिउँ है। क्या त्यो भाइको नाम? गोपी अन्त गोपे 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 भन्छन् कि म त चिन्दिनँ। सिट चाहिँ यही हो कपडावाला सिट। अलि उता जाऊ त चेक गरौँ कस्तो रहेछ लेग। यतिको लागि ठिकै भनौँ। त्यति राम्रो नि होइन त्यति नराम्रो नि होइन। तर यो जुन सिट फोल्ड हुँदा चाहिँ नराम्रो हुन्छ कि।
फोल्डिङ चाहिँ अब ओयो फोल्डिङ राम्रै हुँदो रहेछ सुतेर जानलाई आनन्द सिट एकदम कम्फर्टेबल रहेछ सिट 10 आउट अफ 10 के कसो कति गर्दैन होइन दिनु पऱ्यो नि त्यति त क्या ल 8 अब अगाडि बसेकाले यो फोल्ड गर्दा त अलि ठुलो मान्छे यहाँ बस्दा त घोडा त झ्याउ हुन्छ अरू चाहिँ ठिक छ झ्याल खुल्छ पङ्खा छ एसी छ चल्ला के अरे हाम्रो बसको कन्ट्याक्ट नम्बर चाहिँ यही हो चाहिए कन्ट्याक्ट गर्नु होला काकाडभित्ताको लागि यही हो अब चाहिँ उता पछाडि माछा पुछ्रे त्यता जान्छौँ है हामी ल अर्को चाहिँ हामीसँग छ माछा पुछ्रे यो चाहिँ पोखरादेखि विराटनगर जाँदो रहेछ धरान विराटनगर ठ्याक्क हाम्रो यो पर्वतको दिवित जस्तो यसको लुक साइड डिजाइन चाहिँ कि कसो ए सिसा नखोल्दो रहेछ भाइ सिसा खोल्ने त हुनु पर्यो क्या यो मन पर्यो यही मात्र खुल्दो रहेछ नाइस नेपाल टक्क साइड लुक्स ब्याक लुक्स नि देखाइदिउँ त ब्याकमा केही लुक्सै छैन आउनु भित्र भित्रै घर हेरौँ ल है त सेतो कभर खाली छ गाडी हो नि त यो जाने यो धरान अहिले ठिक छ सिट चाहिँ उस्तै रहेछ है त्यसको रिस्कको यसमा चाहिँ यहाँ चार्जर पनि भेट्टायो तर चल्छ कि नै थाहा भएन होइन सिट त्यसको कम्फर्टेबल त्यसको अन्त बसेर हेर त्यसले त उडुसै पारिदिन्छ त यस्तरी बस्नुपर्छ कुप्रो परेर त्यो जुन नर्मल हुन्छ नि सोफा सिट भन्दैमा यो राम्रो रहन्छ फोल्ड पनि हुँदो रहेछ प्लास्टिक साह्रो रहेछ यो अट्ठिँदै यत्तिकै फोल्ड गरेर बस्दा त ठिकै हो अन्त तर नत्र त यो ठिक छैन सिट फोल्ड नगर्दा त मतलब सिट नराम्रो होइन त जुन यो माथिपट्टिको यो नि यो यसले हल्का यस्तो गराइदिँदो रहेछ न त गाडी त राम्रै छ एसी गाडी होला अब एसी छ के अरे अन्त चलाउला नि झ्याल नखोल्दो रहेछ भनेपछि एसी त चलाउनै पर्छ यो एयर इन्टेक एसीको यही हो केबिन चाहिँ यही हो त्यसको अन्त अलि बढी बटन भयो जस्तो लाग्छ मलाई यहाँ हेर न यो स्क्रिन पनि रहेछ अझ स्क्रिन मल्टिप्लक सब सानो रहेछ कहाँ सानो हुने हेर यत्रो स्पेस छ यसमा स्पेस छैन तर यसमा स्पेस मजाको रहेछ ए बरु उता स्पेसमा पनि यता चाहिँ मजाको रहेछ स्पेस कि कसो भ्लग गर्दै जाम भन्नलाई ठिक रहेछ यो क्याबिन यहाँ स्पेस चाहिँ ड्यासबोर्ड चाहिँ यही है त यो क्यारी बस माछा पुछ्रे यो के यो पहिलाको गाडीको ड्यासबोर्डको डिजाइन कस्तो क्या अन्त हेर नि यो अरू भन्दा नि यो ल जाम यो चाहिँ यो नि टाटाको गाडी हो धेरै जसो टाटाकै हुन्छ यसमा चाहिँ मैले एसी चाहिँ देखेन है अब यहाँ जुन एसीको त ओन गर्ने हुन्छ नि त यसको पुरानो खाले हो कि अब कतै होला मुनिपट्टि तर एथिम चाहिँ सायद मैले ए त्यहाँ रहेछ हो ती ल ठिक छ है ल ल दुईवटा बसको रिभ्यू भनेर त्यस्तो डिटेल रिभ्यू त होइन नि त अब भित्र कस्तो छ सिट कस्तो छ त्यही भनौँ रिभ्यू नभनौँ तर रिभ्यू नै लेखे पनि दुईवटा बसको हानियो अब अझ एउटाको हानौँ अनि यो भिडियोलाई एन्ड गरिदिउँला तीनवटा भाषी ठिक्क हुन्छ एउटा भिडियोलाई अरे बाबु पुरानो बसको हालत टु मच भएछ यहाँ त इन्डियन गाडी आएछ ल है त
हामीसँग अर्को बस छ महालक्ष्मी एयर बस, जुन काकडबिट्टा पोखरा चल्छ। बागलुङ चाहिँ मैले गएको देखिए होइन, त्यही भएर मैले भन्दिनँ। होला पालो होला, अब बिहानीहरू यताउता सबै छन्, तर अहिले चाहिँ यसको भिडियो हानौँ। अब यसको मैले बाहिरी लुक्स त खिचिसकेँ हो, त्यही नि फेरि खिच्छु। यो चाहिँ शिवम बडीमा बनाएर स्टार लाइनर महालक्ष्मी। महालक्ष्मी त के भन्छ अरे इलाम काठमाडौँतिरको हुन त मेचिन छ, एयर नै हो नि, एयर सस्पेन्सन लेखे। पछाडि चाहिँ कागडीभित्ता पोखरा बागलुङ लेखेको छ, वी केयर फर यु, फुल सेन्ट्रल डक्ट एयर कन्डिसनर। अब त भित्रै गएछ थाहा हुन्छ हो कि नै। यता त पिकनिक चलिरहेको रहेछ। ल यसको भित्र जाऊँ है त। हो यो चाहिँ मैले नै हाल्छु हाम्रो गाडीमा। ल पहिला यो महालक्ष्मीमा घुसौँ अनि बिहानीमा घुसौँ ल है त। म यसको उस सिट खतरा। यो चाहिँ लेल्यान्डको गाडी हो, अशोक लेल्यान्ड। लेल्यान्ड मान्छे फेरि छुट्टै हो नि त, अनि के कसो सिस्टम नै फरक हो। बाइकिङ टु माइक नै रहेछ त। हो माइक चाहिँ चाहिन्छ कि सुब्बा भित्र चिचाउनलाई। ड्राइभरलाई पनि सोफा रहेछ, यहाँको स्पेस नै राम्रै छ। यस्तो क्याबिन भ्यू भिडियो, स्पिकर यहाँ रहेछ है। ल महालक्ष्मी एयर बसमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछौँ। क्यास बाल्छु भनेको के। म पहिला चढेको महालक्ष्मीमा चाहिँ यस्तो सिट चाहिँ थिएन है, यो त म यसमा अर्कै रहेछ। त्यसमा चाहिँ उसवाला थियो, त्यो के घाँटीमा एसी चाहिँ ऱ्याक एसी नै छ, सेन्टर छैन। कस्तो छ सिट? खाली रुक म बस्छु। यसलाई खोल्नु लाउनु न त गेट। मैले त उताबाट ल्याएको। तर सिट त पहिलाको नि दामी थियो दाइ कसम। पहिलाको राम्रो थियो। अघि यसमा त झन् कस्तो लाग्यो। टाइट जस्तो। लेग स्पेस नि अलिक ठुला बस्दा त गजबै रहेछ। लेग स्पेस खोज्छ नि त मान्छेहरूले। के गाडी के गरेछ नि भित्र गरिसकेछ मान्छेले। म राम्रो रहेछ। बरालेको मात्र छु, अघि भर्खर आएर त्यही पनि सुतेको नि छैन। अडियो उठाएको अनि स्कुटी लेग स्पेस चाहिँ छैन है, अलिकति नि नयाँ चाहिँ अगाडि फोल्ड हुन्छ। खै यति नै हो लेग स्पेस चाहिँ। ल महालक्ष्मी पहिलाको ठिक थियो, अहिले सिट चेन्ज गरेको नि, तर लेग स्पेस कतिवटा सिट हाल्यो अन्त यस्तो कचप्पै हो नि। टाइट 37वटा सिटमा त त्यस्तो हुँदैन त लेग स्पेस त अन्त। के बिहानीमा जाऊँ है त। यो बिहानीको नि मैले यसको चाहिँ राम्रो छ है, रिभ्यू हानिसकेको क्या। आकाश त खतरा देखिया त। यो चाहिँ नमस्ते एसीसँग किनेको बस होइन। यो गाडी आजै आएको चाहिँ क्या सायद सफा हुँदैछ। नमस्ते एसी, यो ट्राभलिङ पार्टनर नमस्ते एसी भिआइपी सफा। एयर बस नै हो, एयर नै हो। एयर यसै चिनिन्छ कि। झ्याल चाहिँ यस्तो खाले छ, सिङ्गल कटिङ, डबल कटिङ छैन। यता त पिकनिक चल्यो। वी मेक ट्राभल फन पोखरा कागडभित्र। अम्बिका राइनो, अम्बिका उसमा बनेको रहेछ यो गाडी, अम्बिका बडी बिल्डर वीरगन्जमा। ल भित्र जाऊँ है त। यस इन्डियन टुरिस्टहरू आउँछन्, ट्र्याक्टर बस पार्कमा बस्छन्, आफै पकाएर खान्छन्। होटेल र सोटेल स्लिपर हुन्छ अझ। त्यतिखेर कमल भाइ र म आएको थियौँ कि बिहानीको भिडियो बनाउँदा। वेलकम। यो नि बाइकिङ गाडी नै हो।
यो गाडी सफा हुँदैछ अनि चाहिँ अहिले पछि हामीलाई त अहिले निक्ल्यौँ यही बसको क्या मैले भिडियो अस्ति नै खिचेको ल जाऊँ कञ्चन इयर बस लेट्स फ्लाई लगाइ यो भिडियोको लागि चाहिँ यति नै बिहानीको अहिले आएर खिच्यो भने हाल्छु नत्र यति नै अन्त ढोका लगाइदिएको भए त खिच्न मिलेन के अरे त्यहाँ सफा हुँदैछ भन्नुभएको अहिले आउन त आइन्छ हामी बेलुका पोखरा भैरवाको नाइट पनि बनाइन्छ त्यही हेर्दै गर्नु होला किप सपोर्टिङ बाई बाई पुरानो बस पार्कबाट अनि यो पुरानो बस पार्क चाहिँ एकदम खत्तमै फोहोर भयो यसलाई चाहिँ बनायो नि अब यत्रो बसहरू रोक्छन् पुरै फोहोरको त डस्टबिन के हो सर एकै ठाउँ थुपारे यहाँ फोहोर यो बस पार्क यहाँ ल बाई बाई